कलेज सलेज जानु मन छैन भनेर रिसाएर घाँस काट्न गएकी छे। छ्या किन यस्तो गरे कि होली नि त? तपाईँ बस्दै गर्नुहोस् है, म सम्झाएर ल्याउँछु र अनि कलेज पठाउँला। छोड दे, उसलाई कलेज जान मनै छैन भने हामीले जबरजस्ती पठाएर हुन्छ त? कहाँ त्यस्तो भनेर हुन्छ? उता बसन्ते दाइले अर्काको घरमा कति दुःख गरेर बहिनीलाई धेरै पढाउँछु भनेर काम गरिरहेका छन्। त्यसै माथि बहिनीलाई कलेजमा भर्ना गर्ने पैसा बसन्त दाइले कति दुःख गरेर जम्मा गरेका थिए। अहिले त्यत्रो पैसा खर्च गरिसकेपछि बहिनीले म कलेज जान्न भनेर सुख पाउँछे? भयो, आजलाई केही नभन उसलाई। उमेर पुगेको मान्छे हो, कहिलेकाहीँ मन त्यस्तै बिग्रिन सक्छ। त्यसैले भोलिबाट जाली नि त। खै के हो मैले त केही बुझ्न सकिनँ। हे भगवान, त्यो पापी थनेको कारण मैले धेरै पढ्ने सपनाहरूलाई मनमै दबाएर राख्न पर्ने भयो। अब कलेज जाम भने त्यो पापीले यति पैसा दिने भइदिए, नत्र तेरो बेइज्जत गरिदिन्छु भन्छ। नजाम भने बसन्ते दाइले कति दुःख गरेर भर्ना गरिदिएका थिए। तर जेसुकै होस्, त्यो पापी धनेबाट मेरो इज्जत जोगाउनकै लागि भए पनि अब म कलेज जानु हुँदैन। ए, तपाईँ आज कलेज नजाने? घाँस काट्न आउनु भएको होला। अब यति बेला घाँस काटेर कलेज जान ढिला हुन्छ, त्यसैले बेलुका आएर काटे भइगयो नि त। म कलेज जादिनँ होला भाउजू। ल किन नि? मलाई कलेज जाने जागर हराइसक्यो। त्यस्तो कुरा पहिले सोच्नु पर्थेन? भर्ना भएर यत्रो पैसा खर्च भइसकेपछि अहिले यसो भनेर हुन्छ? खुरुक्क कलेज जानुस् है तपाईँ। बिचरा बसन्तेले कति दुःख गरेर तपाईँलाई पढाउन खोजेको छ। अहिले तपाईँले यस्तो गर्दा उसको मन कस्तो होला थाहा छ तपाईँलाई? मलाई सबै थाहा छ भाउजू, तर अब तपाईँले जति कर गरे पनि म कलेज जादिनँ। किन नजाने? तपाईँलाई कसैले कलेजमा केही नराम्रो भनेको छ र? कि तपाईँ कलेज जाने बेलामा मैले मास्टरनी भनेर खिसी गरेकोले तपाईँको मन बिग्रेको हो र? त्यस्तो केही होइन भाउजू, बस मलाई कलेज जान मन लागेन, कुरा यति हो। हुन्छ त, अब तपाईँ यसो भन्नुहुन्छ भने मैले के भनौँ त? अब तपाईँ यसरी कलेज नगएर घरमै बसिरहनु भएको छ भन्ने कुरा बसन्तीले थाहा पायो भने उसलाई कस्तो होला? अनि उसको मन कति दुख्छ होला? यो कुरालाई राम्रोसँग ख्याल राख्नुहोस्। बाँकी मैले केही पनि भन्दिनँ, तपाईँको मर्जी। आमा नमस्ते। नमस्ते बाबु। मैले त बाबुलाई चिनिन नि। खासमा म रिमाको साथी, हामी सधैँ कलेज सँगै जाने आउने गर्छौँ। आज पनि मैले दो बाटोमा रिमालाई धेरै बेर कुरेर बसेँ, उनी त आउँदै आइनन्। त्यसैले म त घरमै बोलाउन आएको। रिमा आज कलेज जान्ने होला बाबु। किन आमा, घरमा त्यस्तो अर्जेन्ट काम केही छ र? त्यही भएर हो। खै कता छिन् रिमा, एकछिन बोलाइदिनुहोस् न। दर्शकबिन, यो हो सवारे बहिरी सिरियलको छोटो भिडियो क्लिप। तपाईँले सवारे बहिरी सिरियल अहिलेसम्म हेर्न भएको छैन भने तपाईँले भर्खरै सञ्जीवनी इन्टरटेनमेन्ट युट्युब च्यानल सर्च गरेर त्यहाँ गएर हेर्न सक्नुहुन्छ। अहिलेसम्म सवारे बहिरी सिरियल भाग 1 देखि 134 आइसकेको छ भने एकदमै पपुलर छ, धेरैले माया गर्नुभएको छ। तपाईँले हेर्नु भएको छ भने तपाईँले गएर भर्खरै हेर्न सक्नुहुन्छ सञ्जीवनी इन्टरटेनमेन्ट युट्युब च्यानल सर्च गरेर।